हेरौँ यो कमेडी भिडियो कस्तो छ सबैले हेरेर मनोरञ्जन गरौँ है। नमस्कार दर्शकबिन, टिम तिरपल तातो तातो खबरमा तपाईलाई पुनः पनि स्वागत छ। रौतहटमा एउटा दर्दनाक भयानक भेलाग्दो घटना सार्वजनिक भइसकेको छ। मुटु डर हुनेले मात्र यो भिडियो हेर्नु होला, मुटु कुम्जोर हुनेले भिडियो सिधै स्किप गरिदिनु। घटना तपाईको रौतहटमा यस्तो किसिमको छ कि पूर्वकै घटना जस्तो फेरि दोहोरिएको देखिन्छ। अन्दाजी 27 वर्षीय एक युवती सुतिरहेको क्रममा लगभग अंदाजी 42-43 वर्षको साप आएर उनका विभिन्न अङ्गहरूमा डसेर उनको मुखैभरि विष फाल्दिएको छ। हामी घटनाको सिधै पीडित पक्षलाई देखाउन चाहन्छौँ। क्यामेराम्यान पीडित पक्षलाई देखाउनुस्। स्वागत छ तपाईलाई हाम्रो कार्यक्रममा। धन्यवाद हजुर। तपाईलाई यो घटना भइरहँदा तपाई के गरिराख्नु भएको थियो? म हजुर नुहाउँदै थिएँ हजुर। म नुहाउँदै हुनुहुन्थ्यो? कुन स्याम्पूले नुहाउनुहुन्छ? म त सनसिल्क स्याम्पू नुहाउँछु हजुर। सनसिल्क स्याम्पू। अनि नुहाइसकेपछि कुनै पर्फ्युमहरू युज गर्नुहुन्छ? हजुर म पर्फ्युम युज गर्छु हजुर। दर्शकबिन, त्यस्तो किसिमको पर्फ्युम तपाईहरू पनि युज नगर्नु होला। यदि त्यो किसिमको पर्फ्युम युज गर्नुभयो भने यसरी नै तपाईसँग यो घटना दोहोरिँदैन भन्न सकिँदैन। अनि तपाईँ नुहाइसकेपछि कुन अवस्थामा हुनुहुन्थ्यो घरभित्र? म नुहाइसकेपछि नङ्ग अवस्थामा थिएँ हजुर। उहाँ नग्न अवस्थामा हुनु। त्यस्तो देखिसकेपछि इभन मै भए पनि म आइजाने क्या, म आइजाने त परेको कुरा। अनि तपाईँ यो घटना भइरहँदाखेरि तपाईँलाई फिलिङ्स कस्तो आयो? फिलिङ्स त मलाई अलिकति मजा आएको, शीघ्र आनन्द फिलिङ्स आयो हजुर। आनन्द आयो? पहिला आनन्द आयो, पछि तपाईँलाई लाग्यो कि ओ यो नराम्रो घटना भएछ, के भएछ, कुन साप हो, कस्तो साप हो भन्ने कुरा भित्र आयो होइन? हजुर हजुर। साप पनि मोटो थियो हजुर। ओहो, एकदमै दर्दनाक साप जस्तो देखिन्छ। के यो साप टाइटोडोमा हो? के यो साप पाइथन हो? के यो साप हेनुकुण्डा हो? आखिर कुन किसिमको साप हो र कस्तो प्रजातिको साप हो यो? तपाईँको माग त्यो सापतिर केही छ? सापसँग केही गुनासो छ? हजुर। के गुनासो छ? म चाहिँ त्यो सापलाई के भन्न चाहन्छु भने सरकारको ध्यान आकर्षण होस्, यो सापलाई चाहिँ वरुण जेलसम्म जेल सजाय होस्। के हेरिरहेको छ पुलिस प्रशासन? अब सापलाई पनि जेल सजाय हुन लाग्यो। 27 वर्षीय युवतीमाथि यस्तो दर्दनाक घटना घटिसकेको छ। आखिर पुलिस प्रशासन के हेर्दैछ? पुलिस प्रशासन फेरि भाइ खेल्दैछ? पुलिस प्रशासन के गुडुवा लगाउँदैछ? पुलिस प्रशासन के मेडिकेट गर्दैछ कि आफ्ना टिममेटलाई रिभाइभ गर्दैछ? यस्तो दर्दनाक घटना घटिसकेपछि अहिलेसम्म नेपाल सरकारले के हेरिरहेको? म उच्च अदालतलाई यो घटना सार्वजनिक गर्न चाहन्छु र उच्च अदालतमाथि यो घटनालाई सार्वजनिक गरेर तपाईँको माथि मैले चाहिँ केस जारी गर्न चाहन्छु। र दर्शकबिन, आजको लागि यति नै। तपाईँहरूलाई यस्तै रोचक, घोचक, दर्दनाक र भयानक कार्यक्रमहरू ल्याउने नै छौँ। त्यति बेलाको लागि हाम्रो टिम तिरपल फोर अफिसियल च्यानललाई सब्सक्राइब गर्नुहोला र जाँदा जाँदै तपाईँहरूले एउटा पाठ के सिक्नु होला भन्दाखेरि यदि तपाईँहरू पनि नुहाइसकेपछि कुनै पर्फ्युमहरू युज गर्नुहुन्छ भने चाहिँ बन्द गरिदिनुहोस् ती पर्फ्युमहरू, जसले गर्दा तपाईँको शरीरमा नोक्सान हुन्छ, जसले गर्दा तपाईँको घर आँगनमा सापहरू निम्त्याउने काम गर्छ। के त त्यो पर्फ्युम लगाइसकेपछि भोलिको दिनमा मै साप बनेर आउन सक्छु कि के गर्नु? त्यसैले सतर्क रहनुहोस्, घरमै बस्नुहोस्। धन्यवाद। ओ सही हो, सही हो। हेलो दाजु। हेलो कृष्ण दाइ। के भइरहेछ फेरि? पसिना आयो। के भयो? अरे दाइ यस्तो तातो पसिना आयो पनि अघि नै लागिसक्यो क्या। यसो मलाई दाउरा व्यवस्था गरिदिनुहुन्छ कि? एक भाइ यसो सापडी दिनु न। म त यहाँ आगो खाँदा पनि अझै चिसो भइरहेछ। के म दाउरावाला जस्तो देखिन्छु? के म दाउरा बित्दै हिँड्छु? पाकेबाट आफूलाई त्यहाँ कस्तो उन्सो भइरहेछ, खली पसिना आइरहेछन्। मजासँग हिटर ताप्या छ, दुईवटा हिटर, एउटा सानो हिटर एउटा ठुलो हिटर, आरामले न्यानो भइरहेछ। पाकेबाट
अरे दाइ यार दुईटा हिटर छन् भने त म एउटा हिटर दिन्न बरु सानो हिटर आज तपाईँ तान्नुहोस् तपाईँ घरमा भएको त्यो ठुलो हिटर त दिन्न एक दिनको लागि साह्रै भयो त यहाँ तेरेमा पाखण्डी तर म ठुलो हिटर दिउँ ठुलो हिटर भनेको मेरो बुढी हो श्रीमती हो के अब म मेरो बुढी बार्दै हिँडु अरे दाइ यार एउटा मा गरिब भनेर के हेप्न खोज्या तपाईँले समाजमा बसिसकेपछि त ऐँचो पैसो चल्नु पर्यो त यार अरे कान्छा मैले सामाजिक विषयमा ऐँचो पैँचो त पढेँ अरे तर यो बुढी साटासाट गरिन्छ थाहा पाइनँ है मैले केही थाहा पाएन होइन के समाजमा केही कुरा माग्न आइसकेपछि दिनुपर्छ चाहे बुढी होस् चाहे भाँडाकुँडा होस् सबै थोक दिनुपर्छ के कान्छा तिमी चिन्ता नगर आज बेलुका आया तिमी म तिमीलाई हिट तातो पनि दिन्छु अरे दाइ त्यही त हामीले केही नयाँ गरौँ भनेको के अब पहिलेकै जमाना अनुसार चलेर भयो त अब हामीले यो नयाँ पुस्ताका युवा भइसकेपछि के परिवर्तन ल्याउँ न होइन ऐँचो पैँचोमा अलिक ध्यान दिउँ न त्यो कुरालाई तिमी त नबोल तिमीले अहिलेसम्म मलाई तातो दिन सके आएन भनेपछि कति तातो दिनु म त अब कान्छासँग बस्ने हो तातो दिन्छ कि कान्छाले तातो दियो भने त मलाई मजा भयो कान्छा तिमी आयो है किन त्यस्तो दिनु नगरे दिनु जे आयो को बोल्छु मुखमा जे आयो